डुवर्समा आदिवासीहरूले त्यही कुरा गर्दैछ, हामी 220 मा हुँदैनौँ, हामीलाई मिनिमम वेज चाहिन्छ, जहाँ चाहिँ हामीले 500 रुपियाँ भनेको जुन चाहिँ सिक्किमले पाउँदैछ त्यो भनेको महिनाको 13,000 रुपियाँ। 13,000 रुपियाँ हामीले पायौँ भने हामीले पनि हाम्रो घर परिवार हाम्रो छोराछोरीहरूलाई एउटा स्तरमा पुर्याउनु सक्छ नि त। यहाँ गोपालधारामै 450 जना हाम्रो लेबर थियो र आज घटेर कति 250 कि 250 जस्तो छ। किन हामी किन पलायन हुँदैछ भन्दाखेरि 220 ले आजको दिनमा हाम्रो जीवन हामी जिनु सक्दैन भनेर विदेश बेङ्गलोर दिल्ली सिलगढीमा पोछाइ गरेर पनि हामीले यो 220 भन्दा राम्रो दाम पाउँछ हामीले। सो अब गार्डनहरूले एउटै चिज भन्छ, हाम्रोमा पैसा छैन भन्छ। हामीले दिनु सक्दैनौँ, हामीले तलब दिनु सक्दैनौँ। अब पहिला के फेसिलिटी पाउँथ्यो, हेल्थ केयर पाउँथ्यो, रासन भनेको सरकारको रासन होइन, मालिकहरूले रासन दिन्थ्यो, घरहरू रङ प्रचार गर्थ्यो दसैँ दिवालीमा, खम्बुट सिक्कल यो सबै बिमारी पनि सबै। आजको दिनमा के छैन, हातमा 220। यस्तो शोषण भइरहेछ। अब हामीले कहाँ न कहाँ त आवाज उठाउनु पर्छ। अब दुईटा डर देखाउँछ मालिकहरूले, बगान बन्द गरिदिन्छु, अर्को कुरा चाहिँ पुलिस प्रशासनको डर। यो दुईटा डर। अब यो दुईटा डरबाट कहिले मुक्त हुने? 220 को जीवनमा कहिले समान हामी जिने अनि दसैँ दिवालीमा कहिले समान चाहिँ हामी नाराबाजी होइन लाउने? तपाईँ र हाम्रो चोइस छ, हामी को पनि होइन। भोलिको दिन भोट इलेक्सन आउँछ, परेन भोट जो इच्छा लाग्छ दिनुहोस्, तर हामी चाहिँ कहिलेसम्म चाहिँ गरिबीको जीवन बस्ने? अब छिनाफाना गर्ने टाइम आयो, तिमीले पैसा नै बनाउँदैन भन्यो भने तिमीले गार्डन किन चलाउनु? एउटा मालिकले 12 एउटा गार्डन सामान पनि राखिरहेको छ, पैसा नबनाएर राखेको। सो हामी चाहिँ बोनस पनि किस्तीमा 19 दियो 16 दियो, यो पालिको टुङ्गै छैन। सो यो सबैमा हामीले आँट गरेन भने हामीले डर हो, हामी गरिब छौँ, तपाईँ हामी गरिब छौँ, त्यही गरिबीको त फाइदा उठाएर बगान बन्द गर्छ त। किनभने यिनीहरूले चेतोस्, यिनीहरूले फेरि आएर माफ मागोस्, अनि फेरि 220 को जीवनमा अझै 2 साल 3 साल 4 साल 5 साल 10 साल हेर्नुहोस्। उनीहरूले साँच्ची नै लस हो भने पनि एउटा हामीले हो भन्दैछ। हामीले पनि बगान बन्द गर्नु भनेको होइन, तर बोनसको डिस्कसन चाहिँ यति बेला गर न, बोनसको डिस्कसन चाहिँ यति बेला गर न, त कि तिम्रो फर्स्ट फ्लस सेकेन्ड फ्लस सबै हुन्छ, सबै पत्ती बगानबाट रित्तै भइसकेको हुन्छ। त्यति बेला बोनसको टाइममा आउँदाखेरि चाहिँ पैसै छैन भनेर 1% 2% 19% दियो पोहोर साल, अस्तिको साल। 1% के चाहिँ हुन्छ यो ठुल्ठुलो उद्योगहरूलाई? यति धनी मान्छेलाई 1% के हुन्छ? तर हामीलाई भनेको 1% भनेको ठुलो, 4% के यिनीहरूलाई के ठुलो भारी बात छ? 4% भने हाम्रो छोरीहरूको होइन दसैँको लुगा खोसिँदैछ, हेल्थ खोसिसक्यो, रासन खोसिसक्यो, अरू के पाउने सबै खोसिसक्यो। अब दसैँको हाम्रो छोराछोरीको लुगा पनि खोज्दैछ। के गर्ने त? बिडा बन्न न छ, के गर्ने? चुप लागेर दासतामा जिने कि यति बेला? आजको दिनमा हामी गरिब छौँ, तर म एउटा कुरा पनि तपाईँहरूलाई भन्छु, यो जुन चाहिँ डर छ नि, बगान बन्द गरिदिन्छु अनि आज तपाईँहरूलाई बगान बन्द गरेर देखाउँदैछ। यो जीवन बिताउने हो नि तपाईँ हामी माफ मागौँ मालिकलाई, फेरि पत्ती टिप्नु थालौँ, हाम्रो हक र अधिकारको कुरै नगरौँ, त्यो पनि चोइस छ तपाईँहरूको, मेरो होइन। तपाईँहरूलाई त्यो 220 रुपियाँ पनि कतिको
महत्त्व छ तपाईँलाई थाहा छ। म भन्नु सक्दिनँ म को, मेरो घर त राम्रै चल्दैछ, तर म तपाईँहरूलाई भन्नु चाहन्छु तपाईँकोमा दुईटा चोइस छ। एउटा चाहिँ गएर फेरि माफ माग्यो, बडा साहब हाम्रो भुल भएछ खोलिदिनुहोस्, हामी पत्ती टिप्छ, एउटा चोइस हो। अर्को चोइस हो ठिकै छ बन्द गर्छ भने गरोस् न, कतिसम्म गर्छ बन्द गरोस्, तर दसैँ दिवालीमा हामी एक हप्ता नाका 2 हप्ता नाका हुनु दसैँ दिवालीमा भन्दाखेरि यति बेला नाका भयो भने हामीलाई पनि नोक्सान छ तर कम्पनीलाई पनि नोक्सान छ। दसैँमा नाका भयो भने हामी बाटोमा ओर्लिँदाखेरि नाका भयो भने त्यति बेला हामीलाई मात्रै नोक्सान छ, मालिकलाई नोक्सान हुँदैन, किनभने सबै पत्ती चाहिँ गइसकेको हुन्छ। तपाईँको हातमा छ, यो कुनै युनियन कुनै पार्टीको हातमा होइन। हामी दासताको जीवनमा बिताउने कि एउटा नाथे बोनसको लागि हाम्रो बगानहरू बन्द गरिदिन्छ। हामी त आज त मिनिमम वेज, भोलिको दिन हाम्रो वेज 220 देखि 400 रुपियाँ 500 रुपियाँ भयो भने बोनस त 15% पायो भने त्यो हामीलाई हातभरि हुन्छ, 20,000 रुपियाँ हुन्छ, ठिकै छ बोनस। तर मिनिमम वेज अब हामी आदिवासीकोमा जान्दैछ, गोर्खाको जुन चाहिँ यहाँ 300 बगान छ ज्यादा डुवर्समा, यहाँ दार्जिलिङमा 87 कति बगान भन्छ, कतिवटा बन्द भइसकेको छ। आदिवासी र गोर्खा जहाँ पत्ती टिप्दैछ उनीहरूको चाहिँ 220 को जीवन। अस्ति इलेक्सन MP इलेक्सन जहाँ राजु बिष्टलाई जितायो त्यसको अगाडि